आज हामीले आँखाको हेर्ने शक्तिमा कमजोरी अथवा दृष्टि दोषको बारेमा अध्ययन गर्नेछौँ। तर त्योभन्दा पहिले थोरै बेसिक कुराहरू जान्नुपर्ने हुन्छ। यसका लागि सबैभन्दा पहिले हामी आँखाको नजिकको बिन्दुको बारेमा चर्चा गर्छौँ। कुनै पनि सामान्य आँखा जसमा कुनै पनि किसिमको कमजोरी समस्या छैन, त्यस्तो सामान्य आँखाले सबैभन्दा नजिकको जुन बिन्दुसम्म स्पष्ट देख्न सक्छ, उक्त बिन्दुलाई आँखाको नजिकको बिन्दु भनिन्छ। सामान्यतया यो बिन्दु आँखाबाट 25 सेन्टिमिटर टाढा हुन्छ। जस्तै हामीले कुनै पुस्तक पढ्दा त्यो पुस्तकलाई हामीले नर्मली कति डिस्टेन्समा राखिन्छ, त्यो डिस्टेन्स नै हाम्रो आँखाको नजिकको बिन्दु हो। र आँखामा समस्या छैन भने यो 25 सेन्टिमिटरको हुने गर्छ। त्यसैगरी आँखाको टाढाको बिन्दु, आँखाको टाढाको बिन्दु भन्नाले सामान्य आँखा जसमा फेरि पनि कुनै समस्या छैन, त्यस्तो आँखाले सबैभन्दा टाढा जहाँसम्म देख्न सक्छ, जुन बिन्दुसम्म देख्न सक्छ, स्पष्ट देखिन्छ, उक्त बिन्दुलाई आँखाको टाढाको बिन्दु भनिन्छ। र यो बिन्दु वास्तवमा अनन्तसम्म हुन्छ। हामीले यदि प्रकाश पर्याप्त मात्रामा आउँछ भने हामीले जतिसुकै टाढाको वस्तु पनि देख्न सक्छौँ। फर इक्जाम्पल, यहाँ चित्रमा एउटा नानीले ताराहरू हेरिरहेकी छिन्। ती तारामध्ये केही तारा जस्तो देखिए पनि केही ग्यालेक्सीहरू छन्, तारापुञ्जहरू छन्, जुन चाहिँ अर्बौं प्रकाश वर्ष टाढा पनि हुन सक्छन्। त्यति टाढासम्मको पनि हामीले देख्न सक्छौँ। त्यसकारणले आँखाको टाढाको बिन्दुमा कुनै सीमा हुँदैन। आँखाको समस्या भन्दा पहिला एउटा सामान्य आँखाले कसरी काम गर्छ भन्ने कुरालाई हेरौँ। सामान्य आँखामा वस्तुबाट आएको प्रकाश कर्निया, एक्वस ह्युमर हुँदै नानीबाट आँखाको लेन्समा जान्छ। त्यसपछि भिट्रियस ह्युमर हुँदै रेटिनामा आकृति बन्छ। यहाँ यी सबै भागहरूले प्रकाशको आवर्तन गर्छन् र प्रकाशलाई एउटा बिन्दुमा केन्द्रित गर्छन्। र उक्त बिन्दु यदि रेटिनामा पर्छ भने हामीलाई उक्त वस्तु हेर्न कुनै पनि समस्या हुँदैन। चित्रमा देख्न सक्नुहुन्छ, यो एउटा आँखाको चित्र हो। मानौँ यहाँ कुनै वस्तु छ, एउटा पुस्तक छ। पुस्तकबाट आइरहेको प्रकाश हाम्रो कर्निया, एक्वस ह्युमर, नानी हुँदै आँखाको लेन्समा पर्यो। त्यसपछि यदि यो लेन्स हुन्थेन भने यो सिधै जानुपर्ने थियो। यसको वास्तविक बाटो दिशा चाहिँ यो डटेड लाइनले देखाएको छ। तर लेन्सले प्रकाशलाई आवर्तन गर्छ र रेटिनामा केन्द्रित गर्छ, जहाँ उक्त पुस्तकमा भएको अक्षरहरू, पुस्तकको पुरै आकृति नै के हुन्छ, सानो र उल्टो बन्छ, जसलाई मस्तिष्कमा पठाइन्छ। अब कुरा गरौँ आँखाको समस्या, दूरदृष्टि। सबैभन्दा पहिला दूरदृष्टिलाई टुक्राएर हेरौँ, ब्रेकडाउन गरौँ। दूर भन्नाले टाढा, दृष्टि भन्नाले हेर्न सक्ने क्षमता। अर्थात् यदि कुनै व्यक्तिमा टाढाको हेर्न सक्ने क्षमता छ, तर यसको विपरीत उसले नजिकको वस्तु देख्न सक्दैन भने आँखाको त्यस्तो कमजोरीलाई दूरदृष्टि भनिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भन्दा, दूरदृष्टि भन्दा समस्या यसले भनेको छैन। के सक्छ त भन्ने भनेको छ
तर त्यसको विपरीत के सक्दैन भन्ने कुरा आफैले जोड्नुपर्छ। दूरदृष्टि भन्नाले टाढाको देख्न सक्ने तर नजिकको वस्तु स्पष्ट देख्न नसक्ने आँखाको कमजोरी हो। अब यो कमजोरीमा के हुन्छ त भन्ने कुरालाई हेरौँ है। सबैभन्दा पहिला यो एउटा वस्तु आयो, नजिकमा भएको वस्तु। सामान्यतया हामीले किताब पढ्छौँ, किताबबाट प्रकाश आयो, प्रकाश लेन्समा परिसकेको छ। अब आवर्तन गर्छ, आवर्तन गरेर तर यहाँ के भयो हेर्नुस् त, आवर्तन गरिसकेपछि पनि रेटिनामा फोकस हुन सकेको छैन। प्रकाशका किरणहरू रेटिनाभन्दा पछाडि काटिएको छ, आकृति रेटिनाभन्दा पछाडि बन्यो। यसको अर्थ हामीले उक्त वस्तुको आकृति स्पष्ट देख्न सक्दैनौँ, त्यो वस्तु हाम्रो लागि धमिलो हुन्छ। यसै रेटिनाभन्दा पछाडि आकृति बन्न जान्छ यदि दूरदृष्टि भएको छ भने। अब यहाँ दुईटा चित्रहरू छन्, यो चित्रलाई कम्पेरिजन गर्नुभयो भने तपाईले हेर्न सक्नुहुन्छ, यहाँ एउटा लेन्स जुन नर्मल छ यसको साइज र यहाँ जुन आँखाको समस्या छ, दूरदृष्टि भएको छ, यो लेन्सको साइज हेर्नुभयो भने एउटा फरक पाउनुहुन्छ। नर्मल आँखाको लेन्सको मोटाइ नर्मल छ, तर दूरदृष्टि भएको आँखाको लेन्स पातलो छ। यो लेन्स तन्काउन र खुम्चाउन सक्ने खालको हुन्छ। यसलाई तन्काउने र खुम्चाउने काम चाहिँ सिलिरी मांसपेशीले गरेको हुन्छ। तर यदि दूरदृष्टि भएको छ भने सिलिरी मांसपेशीले आफ्नो काम गर्न सकेको छैन, अर्थात् लेन्सलाई दबाएर लेन्सलाई मोटो बनाउन सकेको छैन, लेन्सको सामर्थ्य कम भयो र यसरी छरिएर गइरहेको प्रकाश जुन चाहिँ यहाँ प्रकाश छरिएर गइरहेको छ, यो प्रकाशलाई यसले केन्द्रित गर्न सकेन। यसको पावर अलिकति कम छ, सामर्थ्य कम छ, त्यसकारणले यो समस्या देखिएको हो। यसरी हामी के भन्न सक्छौं भन्दा दूरदृष्टिको कारणमा पहिलो कारण सिलिरी मांसपेशीले राम्रोसँग काम नगर्दा लेन्स पातलो नै रहनु, यो पहिलो कारण हो। यसैगरी दोस्रो कारण बुझ्नको लागि पहिले यो एनिमेसन हेरौं। एउटा आँखा छ, आँखाको अगाडि किताब, किताबबाट प्रकाश आयो, प्रकाश केन्द्रित भयो रेटिनामा। यो नर्मल काम हो, आकृति बन्यो। यो नर्मल आँखा छ, लेन्स ठिक छ, हरेक पार्ट ठिक छ। तर यदि कुनै दुर्घटनाको कारण वा कुनै मेडिकल कन्डिसनको कारण यसरी आँखाको डल्लो नै खुम्चिदियो, सानो भइदियो भने हेर्नुस् त, अघि यहाँ यो रेटिना यहाँ छ, अहिले मात्र के भएको छ भन्दा रेटिना चाहिँ सरेर थोरै यहाँबाट यता गइदिएको छ, सानो भइदियो। रेटिना नै सरेको छ, लेन्सको गल्ती छैन, लेन्सको कमजोरी छैन। यस्तो समस्यामा पनि दूरदृष्टि नै हुने गर्छ। यसरी हामी के भन्न सक्छौं भन्दा दूरदृष्टिको अर्को कारण आँखाको डल्लो आइबल खुम्चेर सानो हुनु पनि हो। तर यो कारण रेयर हुन्छ। पहिलो कारणलाई प्रमुख कारण भनिन्छ, जुन सामान्यतया धेरै जसो दूरदृष्टि भएका मानिसहरूलाई हुने गर्छ भने एकदमै बिरलै थोरै व्यक्तिहरूलाई मात्र यसरी आँखाको डल्लो खुम्चिएर सानो हुँदा दूरदृष्टि समस्या रहन्छ। अब यसको समाधानको उपाय के हुन सक्छ त? अघि नै हामीले चर्चा गरेका छौं कि लेन्स पातलो भएको छ। अब लेन्सलाई मोटो बनाउन गाह्रो पर्छ। त्यसकारणले एउटै प्रकारको लेन्स राखियो भने, थपियो भने, जुन हाम्रो आँखा भित्र लेन्स छ, यो आँखा भित्र भएको लेन्स कन्भेक्स लेन्स हो। यदि हामीले कन्भेक्स लेन्स नै थप्न सकियो भने
हाम्रो यो लेन्स जति पातलो भएको छ अथवा जति मोटो हुन सकेको छैन त्यो बराबरको सामर्थ्य बाहिरबाट लेन्स राखेर पनि हामीले कम्पेन्सेट गर्न सक्छौं। अब के हुन्छ हेर्नुस् त, लेन्स प्रयोग गरिसकियो। सर्वप्रथम बाहिरको लेन्स चस्मामा प्रकाश पर्यो। यो कन्भेक्स लेन्स भएको कारणले यो वास्तविक दिशाबाट थोरै केन्द्रित गरेर अलिकति भित्रतिर ल्याउँछ। फेरि आँखा भित्रको लेन्समा प्रकाश पुग्छ। यो पनि कन्भेक्स लेन्स हो। यसले पनि वास्तविक दिशामा गइरहेको जुन किरण छ त्यसलाई केन्द्रित गरेर रेटिनामा फोकस गर्छ र त्यहाँ पुस्तकको आकृति बन्छ जसलाई हामीले अप्टिक नर्भ हुँदै ब्रेनमा पुर्याउँछौँ। अप्टिक नर्भले पुर्याइदिन्छ। यसरी हाम्रो दूरदृष्टि समस्याको समाधान हुन सक्छ। अब फेरि अर्को चर्चा गरौँ, अदूर दृष्टि। अदूर भन्नाले दूरको उल्टो, नेगेटिभ। दूर भन्नाले टाढा जनाउँछ भने अदूर भन्नाले नजिक जनाउँछ। नजिक दृष्टि भन्नाले हेर्न सक्ने क्षमता, अर्थात् कुनै व्यक्तिमा नजिकको हेर्न सक्ने क्षमता छ तर यसको विपरीत टाढाको वस्तुहरू हेर्न समस्या छ, टाढाको वस्तुहरू स्पष्ट देख्न सक्दैन भने त्यस्तो अवस्थालाई, त्यस्तो आँखाको कमजोरीलाई अदूर दृष्टि भनिन्छ। हेर्नुस् त, टाढाको मानिसको लागि, टाढाको वस्तुको लागि हामीले एउटा व्यक्तिलाई यहाँ प्रयोग गरेका छौँ। व्यक्ति टाढा छ, टाढाबाट आउने प्रकाशका किरणहरू समानान्तर आउँछन्। यसरी लेन्समा पर्यो। लेन्समा परिसकेपछि यो लेन्सले आवर्तन गरेको छ, प्रकाशलाई बङ्गाएको छ, तर आवश्यकता भन्दा बढी बङ्गाइदियो र रेटिना भन्दा अगाडि नै आकृति बन्न गइरहेको छ। यस्तो अवस्थामा पनि हामीले वस्तुलाई स्पष्ट देख्न सक्दैनौँ, अर्थात् टाढाको वस्तु स्पष्ट देखिएन। यस्तो समस्यालाई हामीले अदूर दृष्टि भन्छौँ, जहाँ आकृति रेटिना भन्दा अगाडि बन्छ। अब फेरि दुईटा चित्रलाई साइड बाइ साइड राखेर हेरौँ। यहाँ समस्या के हो त, कारण के हो, समस्याको कारण के हो भन्ने कुरालाई छुट्याउने प्रयास गरौँ। यो दुईटा चित्र हेर्दा तपाईहरु देख्न सक्नुहुन्छ, पहिलो लेन्स नर्मल छ, आँखा नर्मल हो, आकृति स्पष्ट रेटिनामा बनेको छ, आकृति देखिँदैछ। तर यो लेन्स भन्दा अर्को लेन्स हेर्नुभयो भने यो लेन्स मोटो भएको छ। मोटो लेन्सको पावर बढी हुन्छ, सामर्थ्य बढी हुन्छ। आवश्यकता भन्दा बढी मोटो लेन्सले प्रकाशका किरणलाई पनि आवश्यकता भन्दा बढी बङ्गाइदिन सक्छ र रेटिना भन्दा अगावै आकृति बन्न जान्छ। यस्तो अवस्थामा अदूर दृष्टि हुन्छ। यसरी हामी के भन्न सक्छौं भन्दा अदूर दृष्टिको प्रमुख कारण लेन्स बाक्लो हुनु हो। यो किन भयो त भन्दा सिलिडी मांसपेशीले आफ्नो काम राम्रोसँग गर्न सकेन र लेन्स आवश्यकता भन्दा बढी बाक्लो भइदियो। यो चाहिँ यसको प्रमुख कारण हो। यसैगरी हामी अर्को कारणतिर लागौं। नर्मल आँखामा लेन्स ठीक छ, आकृति रेटिना बन्छ, आकृति स्पष्ट देखिन्छ, सबै कुरा ठीक छ यहाँ। तर दूरदृष्टिमा जस्तै मानौ यो आँखाको डल्लो नै कुनै कारणवश दुर्घटना, चोटपटक वा मेडिकल कन्डिसन, इन्फेक्सन आदि कारणले पनि आँखाको सेप बिग्रिन सक्छ, आकार बिग्रिन्छ। यहाँ आँखा अलिकति लाम्चो भएको छ, यो कन्डिसन भन्दा अर्को कन्डिसनमा आँखा लाम्चो भएको छ।
यस्तो अवस्थामा सबै कुरा ठिक हुँदाहुँदै पनि हामीलाई अदूरदृष्टिको समस्या हुन्छ। यसरी हामी के भन्न सक्छौं भन्दा अदूरदृष्टिको दोस्रो कारण आँखाको डल्लो आइबल तन्किएर ठूलो हुनु पनि अदूरदृष्टिको कारण हुन सक्छ। तर यो कारण रेयर हुन्छ, यो सधैं सबैलाई हुँदैन। पहिलो कारण आँखाको लेन्स मोटो हुनु बाक्लो हुनु नै प्रमुख कारण हो है। अब यसको समाधानको उपाय के हुन सक्छ त? अदूरदृष्टि सुधार्ने उपाय के हुन सक्छ भन्दा हाम्रो लेन्स हामीले के थाहा छ, यो लेन्स बढी बाक्लो भएको छ। अब बाक्लो लेन्सलाई ताछेर सानो बनाउन पातलो बनाउन सकिदैन। र अर्को कुरा हामीलाई के थाहा छ भन्दा यो कन्भेक्स लेन्स हो, यसको पावर पोजिटिभ हुन्छ, प्लसमा हुन्छ। त्यसै प्लसलाई काट्ने के त भनेको नेगेटिभ। यदि हामीले नेगेटिभ पावरको चस्मा अथवा यसको उल्टो कन्भेक्सको उल्टो कन्केभ लेन्स प्रयोग गर्न सकियो भने हाम्रो समस्या समाधान हुन सक्छ। त्यसको लागि एउटा फेरि मैले वस्तुको रूपमा एउटा मानिसलाई प्रयोग गरेको छु, तर यसपटक हामीले कन्केभ लेन्स प्रयोग गरेका छौं। अब वस्तुबाट आउने प्रकाशको किरण समानान्तर आइरहेको छ, टाढाबाट आउँदा कन्केभ लेन्समा पर्यो। कन्केभ लेन्सले किरणहरूलाई विकेन्द्रित गर्छ, अर्थात् छर्ने काम गर्छ। त्यसकारण वास्तविक दिशा भन्दा जुन डटेड लाइन देखाइएको छ त्यो भन्दा यो केही छरिएर बाहिरतिर जान्छ र आँखाको लेन्समा पर्छ। अब आँखाको लेन्सले पनि यसलाई यसको ठिक विपरीत केन्द्रित गर्ने काम गर्छ, किनकि यो उल्टो लेन्स हो। यसको आफ्नो वास्तविक दिशा भन्दा यसले केन्द्रित गर्छ र आकृति रेटिनामा बन्छ। यसो गरेपछि हाम्रो आँखाको अदूरदृष्टि समस्या समाधान हुन्छ। अब उक्त आकृति अप्टिक नर्भ हुँदै मस्तिष्कमा पुर्याइन्छ। र हामीले के भन्नु पर्यो भन्दा उपयुक्त सामर्थ्य, किनकि सबैलाई एउटै सामर्थ्यको एउटै पावरको लेन्स प्रयोग नहुन सक्छ। त्यसकारणले व्यक्तिपछि फरक फरक कन्केभ लेन्स प्रयोग गर्नुपर्ने हुन सक्छ यो समस्या सुधार्नको लागि। त्यसैले हामी के भन्नुपर्छ, उपयुक्त सामर्थ्यको कन्केभ लेन्सको प्रयोग गर्नुपर्छ। यसो गरियो भने अदूरदृष्टि सुधार्न सकिन्छ।